इन्टर मायामीले चाहिँ कसैले राउन्ड अफ 16 मा चाहिँ जाँदैन भनेर चाहिँ भनिरहेको थिए, तर इन्टर मायामीले चाहिँ सबैको मुख बन्द गर्दै चाहिँ राउन्ड अफ 16 मा पुगेको छ। आज भएको गेममा चाहिँ दुई ड्र खेल्दै चाहिँ आफ्नो ग्रुपबाट चाहिँ सेकेन्ड भएर चाहिँ इन्टर मायामीले चाहिँ राउन्ड अफ 16 मा पुगेको छ। र राउन्ड अफ 16 मा चाहिँ इन्टर मायामीले चाहिँ फ्रान्सको पावर हाउस PSG सँग चाहिँ भेट पक्का गरेको छ। के इन्टर मायामीले PSG लाई हराउला त? तपाईहरुलाई के लाग्छ? यदि इन्टर मायामीले PSG लाई हरायो भने इतिहास रचिनेछ, तर हामी सबैलाई लाग्छ इन्टर मायामीले PSG लाई हराउन सक्दैन। तर गेम हो, जे पनि हुन सक्छ। आज मेसीको बर्थडेको दिन चाहिँ एउटा मिठो उपहार इन्टर मायामीले चाहिँ एउटा मिठो उपहार पाएको छ, जुन चाहिँ राउन्ड अफ 16 मा चाहिँ PSG सँग भेट हो। अब हेरौँ के हुन्छ गेममा। तपाईहरु कसको सपोर्ट हुनुहुन्छ? इन्टर मायामी या PSG को सपोर्ट हुनुहुन्छ? कमेन्ट गर्नु होला।